बाई बाई। अब जान लाग्यो बुलबुलेदेखि फर्किन लाग्यो। बुलबुलेको यस्तो भयो, ओ माइ गड खतरा भयो पानी परेर। चिल्लर पार्टीहरू यता अगाडि अगाडि छ। ओ माइ गड क्या खतरा देख्छ म। ओ माइ गड गेटबाट अब जान लाग्यो। अब जान लाग्यो। ला झरिन्छ बटी। अब हामी बुलबुलेबाट बाहिर निस्किसक्यौँ। पानी पर्ला पर्ला जस्तो भयो, पुरा खतरा पानी पर्छ क्या आज त। इगल ब्रिज स्कुल यहाँ छ, यहाँबाट जान लाग्यो। ओ माइ गड बस पार्क हो यो छेड यो ठाउँ। बस पार्क यहाँ बस पार्क सुकेतको बस पार्क। कति हरियो हरियो भएको छ है जताततै, कति राम्रो राम्रो। खतरा सिन देखाए जानुपर्ने हुन्छ साथीहरू बजारबाट बनाउँदै भिडियो बनाउँदै वहाँ जानुपर्ने हुन्छ। अनि यता साइडमा बिच बजारमा आइपुग्यौँ हामी। अब जानुपर्ने हुन्छ। कस्तो खतरा देख्यो कि यो। माथिबाट जाने यसको अनुहार हेर न के। ओ माइ गड यता पनि साथीहरू वीरेन्द्र चोक यहाँ हुनुहुन्छ, यहाँ छ होइन, यहाँ हुनुहुन्छ वीरेन्द्र चोक यहाँ हुनुहुन्छ। कसैले देख्नुभयो होइन भने हेर्नुहोस्। अनि एन्जल ब्रिज क्लब पनि छ यहाँ। अनि त्यसपछि हामी डिएलपी डाँडा जान्न है। अहिले डिएलपी डाँडाबाट जान लाग्यो। अहिले बनेको न्यू होटेल कोही आउन चाहनुहुन्छ भने पनि अब जान्छौँ हामी डिएलपी डाँडाबाट टक्क लाएर घर साथीहरू। यस्तो खतरा मौसम भयो कि पानी परेर यति इन्जोय गर्नु साथीहरू हेरेर। हामी घुमेर इन्जोय गर्छौँ, हजुर हेरेर इन्जोय गर्नु साथीहरू। ओ माइ गड कस्तो खतरा चलाउने त हुनुहुन्छ। अनि भानु पार्क कोही आउन चाहनुहुन्छ भने भानु पार्क बाई बाई भानु पार्क। यी पसलहरू हेर्न यहाँ यस्तो मान्छेले चाहेपछि त्यो पनि हुन्छ साथीहरू। मकैहरू बेच्दै बस्नु भयो। चटपट केही खान्न म त खाने हजुर। हामी नै चटपट खान जान लाग्यो साथीहरू। अब एकछिन हामी झरिसक्यौँ साथीहरू। चटपट खाने एक चिल्लर पार्टीहरू यहाँ छन्।
चिल्ड्रेन पार्टी पानी परिराहत हामी त के अरे चटपटी खाने भनेको चाट पसलमा आइछौँ फेरि जान लाग्यो अब हामी जान लाग्यो घन्टाघर अब हामी लाग्यौँ फेरि घन्टाघर तर्फतिर साथीहरू यस्तो खतरा भ्यू देख्यो कुरो छोड्दैन ए धमला चोक जानु धमला चोक जानु लाग्यो यस्तो खतरा हरियाली भयो भने जहाँ पनि राम्रो देखिने कि है हजुर यस्तो खतरा हजुर हजुर चटपटी घन्टाघर साथीहरू पानी परेर अहिले कस्तो कस्तो मान्ने छ तर घन्टाघर दामी छ साथीहरू ओ माई गड घन्टाघर फुल अझै फुल्दैछ साथीहरू पनि आउनु चाहनुहुन्छ भने पनि फोटो खिच्न आउनु होला ओ स्कुल छ विश्वविद्यालय फिलिङ छ साथीहरू ओ माई गड क्या खतरा सिन देख्यो साथीहरू सुर्खेतमा आएपछि यस्तो यस्तो रमाइलो रमाइलो ठाउँहरू पाउनुहुन्छ तपाईँहरूले ए बाख्रा होइन भैँसी हो आउन सक्नुहुन्छ तपाईँहरू ओ माई गड मात्रै हो भैँसीहरू पनि चराउन जानुहुन्छ रहेछ साथीहरू चटपटे पसलमा साथीहरू चटपटे खाना लाग्यो हामीहरू बाबु यहाँ बसेर बिचोर आउँदै उसिन्छ ऊ उताबाट ओ माई गड कति राम्री भएर राम्री भएर हेर त ओ माई गड क्या राम्री चटपटे पसलमा मिठो चटपटे बनाइदिनु हामीलाई हामी चटपटे खाएर जान्छौँ घर यस्तो मिठो होइन यसमा त के चिज पर्छ भनेर भन्दै थियो नि त यिनीहरू तर हेर्नु न पैसा पर्छ भन्छ नि तर यसो भन्ने मात्रै हो कि यो कहाँ पर्नु यसमा के खान लाग्यो त्यो चटपटे एलिस पनि चटपटे खान लाग्छ चटपटे समाइसु तल यहाँ राख्छु अहिले खाइसला कता चम्चा त्यहाँ चटपटे खाएको त्यहाँ बसेर खाइस न बुइमा चटपटे खाने चटपटे गाइस पानीपुरी चाट जुस चटपटीमा के हालेर बनाउनु भएको ए सानो हेर्छु त मिठो छ एलिक्स मिठो छ कि चटपटे सुन त कस्तो छ चटपटे छोराको नाम अनि आमाको काम हो भयो छोटी के हो यस्तो बच्चामा कस्तो छ मलाई मिठो छ ल हामी घर टाढो बाई गर्छ सबैले बाई एलिक्स बाई गर